हरेक शनिबार वैज्ञानिक बहसको वैज्ञानिक आधार वैज्ञानिक बहस समूहको तर्फबाट स्वीकार्नुहोस्। नमस्कार। विभिन्न शाखामा हामीलाई प्राविधिक गडबडी भएका कारणले शनिबार नै कार्यक्रम सञ्चालन यही समयमा गर्न सकिरहेका थिएनौँ र आज चाहिँ हामी तपाईँको माझमा उपस्थित भइसकेका छौँ। नेपाल राष्ट्र ब्याङ्कका रिटायर म्यानेजर तथा सामाजिक राजनैतिक विश्लेषक र लेखक बिक बहादुर विश्वकर्माजी हाम्रो माझमा उपस्थित हुनुहुन्छ। आजको बहसको लागि वैज्ञानिक बहसमा स्वागत छ सर तपाईँलाई। नमस्कार पनि। नमस्कार। मलाई यहाँ यो वैज्ञानिक बहसमा बोलेर आफ्ना कुराहरू राख्ने मौका दिनुभएकोमा हार्दिक आभार प्रकट गर्छु। सुरुमा चाहिँ म तपाईँसँग के प्रश्न गर्न चाहन्छु भने यति लामो समय उमेरको धेरै लामो समय चाहिँ तपाईँले नितान्त चाहिँ दलित आन्दोलनमा खर्चिएको देखिन्छ। यसको प्रेरणा चाहिँ तपाईँलाई कहाँबाट आयो? राजनैतिक रूपमा पनि लाग्न सक्नुहुन्थ्यो, तर त्यो छोडेर मात्र दलितको लागि चाहिँ बोलिरहने प्रेरणा चाहिँ तपाईँले कहाँबाट पाउनु? यो प्रेरणा मलाई बालककालदेखि नै चाहिने म चाहिने एउटा जुझारु गाउँमा मेरो जन्म भएको पाल्पाको हुमिन भन्ने सुनार गाउँ भन्ने ठाउँमा अघि हाम्रा चाहिने पुर्खाहरूदेखि नै चाहिने के भन्दा हाम्रा सुनारहरूको टोल एउटा थियो, दमाईहरूको टोल एउटा थियो। दमाई र सुनारहरू एकदमै मिल्थे। उनीहरूले चाहिने आपसमा चाहिने छुवाछुत गर्दैनथे, त्यस्तो थियो। तर नजिक चाहिने यो नेवार र क्षेत्रीहरूको चाहिने गाउँ हुनाले गर्दाखेरि पानी पँधेरोमा पनि चाहिने झगडा भइरहने। अनि मेरो गाउँको नजिक चाहिने हुमिनको कोट थियो। त्यो कोट चाहिने वरपरका 2-4 पञ्चायतहरूमा त्यो कोट अलि महत्त्वपूर्ण मानिन्थ्यो। जम्मै त्यो हुमिनको कोटमा चाहिने आउँथे। त्यहाँ चाहिने दसैँको के अरे सम्पूर्ण कामहरू त्यहाँ हुन्थ्यो। सराय निकाल्ने आदि इत्यादि काम हुन्थ्यो। हो, त्यो कोटमा चाहिने कुनै यस्तो फुलपातीको चाहिने जस्तो दसैँको फुलपातीको चाहिने रथ हुन्थ्यो। डोलामा फुलपाती हिँडाल्थे। त्यो दिन भयो। अनि फेरि कालरात्रि भन्ने हुन्थ्यो। अष्टमीको राति कालरात्रि भयो। फेरि चाहिने त्यो पूर्णिमामा सराय नै दसैँको टिकाको दिन सराय निकाल्थे। फेरि त्यो सरायको दिन भयो। कुनै दिन त्यस्तो थिएन जसमा कि चाहिने हाम्रा कामी दमाई र चाहिने त्यो बाहुन क्षेत्रीहरू चाहिने को नेवार क्षेत्रीहरूको सँग हाम्रो चाहिने सङ्घर्ष नपरेको होस्, त्यस्तो थियो। अनि यताउता पनि हामीहरूलाई जो छुवाछुत गर्थे त्यसमा चाहिने हाम्रो गाउँ चाहिँ मिलेर पिटामारी चाहिने गर्ने चलन थियो। जस्तो कुनै गाउँमा यदि हाम्रो मान्छेहरूलाई कसैले चाहिने पिट्यो भने, छुवाछुत अथवा केही घटनाबाट पिट्यो भनेदेखि त्यो मान्छे सिधै आएर गाउँमा खबर गर्थ्यो। त्यसपछि अब त्यो गाउँको मान्छेहरूलाई जसले हाम्रो मान्छेलाई पिट्यो त्यो गाउँको मान्छेहरूलाई हाम्रो गाउँको बाटो हिँड्नै नदिने त्यस्तो किसिम गर्थे। गर्दा हाम्रो हुमिनको मान्छेहरूसँग वरपरका गाउँका मान्छेहरू हाम्रा मान्छेहरूलाई हामीहरूलाई पिट्न ओर्न चाहिने अलि डराउँथे। त्यस्तो अवस्था थियो। म त्यस्तो वातावरणमा म हुर्केको हेर्नुहोस्। फेरि अर्को कुरा के भन्दाखेरि हाम्रा चाहिने हाम्रो यो समाजमा वाद विवादमा चाहिने छुवाछुत भएको छ। बोलचालमै नै छुवाछुत, यसो हिँड्नमा छुवाछुत। यदि ठुलो जातको मान्छे हिँडिरहेको छ भने ऊभन्दा मास्तिरबाट चाहिने त्यो ढिकतिरबाट हामी हिँड्न नहुने, हामी भिरतिर गएर बस्न पर्ने, अनि उनीहरू मास्तिरबाट जान पर्ने, यस्ता छुवाछुत आदि इत्यादि सम्पूर्णै छुवाछुतले चाहिने हाम्रो समाज भरिएको थियो। सधैँ भइरहने यस्तो झैझगडामा अब अघि त कोही पनि चाहिने शासनमा हुने मान्छेहरू बोल्दिन्नथे। किन बोल्दिने भन्ने कुरा शासनमा हुने अलि प्रभावशाली व्यक्तिहरू मात्रै बोल्दिने लेखदिने गरे मात्रै हुने कुरा हुन्छ। अरू सामान्य मान्छे बोलेर केही हुनेवाला हुँदैन। त्यो शासनमा बस्ने जस्तो प्रधान पञ्च, मुखिया, जिम्वालहरू जम्मै उनीहरू हुन्थे। उनीहरूले हाम्रा पक्षमा उनीहरू बोल्दैनथे।
खालि उनीहरूकै पक्षमा बोल्थे। त बाठो किन हुनु पर्यो त मुला चाहिँ नि तलतिरपट्टि बस्न पर्छ नि, त माथिबाट हिँड्न हुन्छ भन्ने उल्टै चाहिँ नि झपाड्ने आदि इत्यादि गर्थे। र चाहिँ नि हाम्रो तर्फबाट बोलिदिने मान्छे कोही नै हुन्न थियो। त्यो हुँदाखेरि चाहिँ नि जब म अब यो सबै त मनमा मैले लिइ नै राखेको थिएँ। जब मलाई चाहिँ नि 2011 सालको चाहिँ नि फागुनको 31 गते हो कि 30 गते हो सायद, महाराज त्रिभुवन ज्युरिख भन्ने ठाउँमा, स्विजरल्यान्डको ज्युरिख भन्ने ठाउँमा महाराज सरकार मर्नु भएको थियो त्रिभुवन। त्यतिखेर चाहिँ नि त्यो दिनै हो कि के हो, मलाई बाले मेरो गाउँबाट 5 कोस पश्चिम पर्ने तानसिन भन्ने सदरमुकाममा मलाई पढ्नको लागि त्यही राख्नलाई डेरा गरेर राख्नलाई मलाई चाहिँ नि लिएर जानुभयो र हामी त्यहाँ पुग्यौँ। पुगेको अर्का दिन चाहिँ नि महाराज मरेको कारणले गर्दाखेरि जनताले पनि चाहिँ नि यो चुल्ठो फाल्न पर्ने हुन्थ्यो र अर्का दिन चाहिँ नि मेरो बालाई चाहिँ नि त्यही नै सिपाहीले लगाएर त्यहाँ एउटा चाहिँ नि सार्की कामीहरूले चाहिँ नि त्यहाँ छुराले चाहिँ नि टाउको फालिदिन्थे। किन भन्दा हामीलाई अछुती जात भनेर हाम्रो टाउको चाहिँ नि त्यहाँको त्यो नेवार नाउँले चाहिँ नि काट्दैनथ्यो। त्यहाँ चाहिँ नि मधिसे नाउँहरू त्यो अवस्थामा पुगेका हुँदैनथे। नेवार नाउँले हामीहरू अछुती भनेर काट्दैनथ्यो। हो त्यो अवस्थामा म जब तानसिनमा गएँ, तानसिनमा पनि मैले के देख्छु कि त्यो भगवती थान, पाल्पाको भगवती थान भन्ने एउटा ऐतिहासिक थान हो। त्यो चाहिँ नि के छ भन्दाखेरि नेपाल र अङ्ग्रेजहरूको युद्ध हुँदाखेरि बुटवलसम्म जब बुटवलको विषयमा शिवराज बुटवलको विषयमा लिएर जब नेपाल र अङ्ग्रेजको लडाईँ भयो त्यस बेलामा बुटवलसम्म अङ्ग्रेजले चाहिँ नि कब्जा गर्न जब आएको थियो त्यतिखेर एउटा उजिर सिंह थापा भन्ने तानसिनमा चाहिँ नि यो अमर सिंह थापाको नाति थिए। उनी त्यहाँ कर्नेल थिए। काठमाडौँमा भीमसेन थापा प्रधानमन्त्री, उजिर सिंहको चाहिँ नि जेठाबाउ प्रधानमन्त्री थिए। त उजिर सिंहले चाहिँ नि यो लडाईँमा चाहिँ नि म जाँदैछु भगवती, यदि मैले विजय गरेँ अङ्ग्रेजहरूलाई भनेदेखि तिमीलाई तिम्रो यो मन्दिर बनाम्ला र चाहिँ नि मैले यहाँ रथ चाहिँ नि चलाउने व्यवस्था गरौँला भनेर भाकल गरेर आएको रहेछन् र उनले चाहिँ नि अङ्ग्रेजहरूलाई त्यतिखेर गोरखपुरसम्म लखेटेको रहेछन्। त्यहाँबाट त्यही उपलक्ष्यमा तानसिनको भगवती चाहिँ नि उजिरेश्वर भगवती भन्ने मन्दिर चाहिँ नि तानसिनको नामी मन्दिर छ। त्यो मन्दिरको आँगनको त्यो मन्दिरको भनौँ न एक प्रकारले कम्पाउन्ड वाल, त्यो कम्पाउन्ड वालमा टाँसेर लहरै चाहिँ नि त्यो उसका चाहिँ नि छडहरू, यो फलामका छडहरू काठमा राखेर त्यहाँ कोठा बनाइएको थियो र चाहिँ नि त्यहाँ सरकारी चाहिँ नि प्राइमरी स्कुल त्यहाँ सञ्चालन हुन्थ्यो। त्यो सरकारी प्राइमरी स्कुलहरूमा चाहिँ नि बेन्चहरू हुन्थ्यो, डेस्क हुन्थ्यो, बेन्च हुन्थ्यो, अनि अगाडिपट्टि चाहिँ नि के अरे ब्ल्याक बोर्ड हुन्थ्यो भित्तामा त्यो प्रत्येक कोठामा। त्यसमा चाहिँ नि भित्र हामीलाई चाहिँ नि पस्न इजाजत थिएन। म 2011 सालमा म तानसिन पढ्दैका म कुरा गर्दैछु, त्यतिखेर हामीलाई भित्र पस्न चाहिँ नि कोठाभित्र पस्न इजाजत थिएन। हामीलाई चाहिँ नि बाहिरै चाहिँ नि त्यो बलेनीमा, त्यो छानोको चाहिँ नि बलेनीमा बाहिरै हामीहरूले आफ्ना आफ्ना घरबाट लगेका चकटी अनि बोराका टाला केही लखराक लुखरुक लिएर हामीहरू जान्थ्यौँ। एउटा सिलौटो पाटी, त्यो लेख्ने खरी र चाहिँ नि पाटी लिएर जान्थ्यौँ। अनि फेरि त्यो बोरा लिएर जान्थ्यौँ। बाहिर बसेर हामीहरूले चाहिँ नि बाहिर बस्थ्यौँ। तपाईलाई चाहिँ विभेदको विरुद्ध बोल्न चाहिँ प्रेरित गर्यो। तर यिनै सब कुराहरूले गर्दाखेरि हामीलाई बाहिर बसेर पढ्न पर्थ्यो भुइँमा। त्यस कारणले गर्दा म एउटा अलि विद्रोही चाहिँ नि मैले त्यसमा माइन्ड गरेर म विद्रोही स्वभावको यसरी क्रमशः हुन गएँ र यस विषयमा अरू कोही पनि नबोल्दिने देखेर, हाम्रै मान्छे पनि त्यति साह्रै नबोल्दिने देखेर मलाई चाहिँ नि यस विरुद्धमा चाहिँ नि बोल्नै पर्छ, हामीहरू मै बोल्नुपर्छ, अरू म नबोले अरू कोही बोल्ने वाला छैनन् भन्ने मलाई बालककालदेखि नै त्यस्तो प्रकारको चाहिँ नि विद्रोही भावना चाहिँ नि मलाई आयो र यसरी म अगाडि बढेको। विभेद
किसिमका विभेदहरूले चाहिँ तपाईलाई बोल्न त प्रेरित गर्यो, तर राजनैतिक अधिकार बिना चाहिँ के दलितको मुक्ति सम्भव छ राजनीतिमा नलागिकन? यसो छ नानी, नीति बिना समाज चल्न सक्दैन, नीति बिना देश चल्न सक्दैन र नीति नपछ्याइकन कुनै पनि चाहिने नागरिकको चाहिने समुन्नति हुन सक्दैन। त्यसैले विभिन्न नीतिहरू अनुभवी व्यक्ति, पढे लेखेका अनुभवी व्यक्तिहरूले विभिन्न नीतिहरूका किताबै बनाएका छन्, नीतिशास्त्रहरू। ती नीतिहरू मध्ये सबभन्दा उत्तम नीति भनेको राजनीति। त्यही त, त्यो समयमा राजनीति एकदमै शैक्षिक रूपमा पनि पढे लेखेको युवा भएर पनि दलितको हक अधिकार चाहिँ राजनैतिक रूपमा स्थापित गर्नका लागि भए पनि तपाईँ राजनीतिमा चाहिँ किन लाग्नु भएन त्यो समयमा? राजनीतिमा म किन लागिन भन्दाखेरि त्यो बेला मेरो उमेर पनि, अब म 2004 साल जेठ 7 गते मंगलबारको हुनाले मैले 2018 सालमा एसएलसी पास गरेँ। त्यसबेला मेरो 14 वर्षको उमेरमा मैले एसएलसी दिएँ। 15 वर्ष लाग्दा नलाग्दै मेरो एसएलसी को रिजल्ट निस्क्यो। त्यसबेलामा मैले राजनीति गर्ने त कुरा आउँदैन थियो नि। अर्को कुरा फेरि राजनीति गर्न मेरा कान्छाबाहरू चाहिने, मेरा दाईहरू, यताउता इष्टमित्रहरू, छिमेकी इष्टमित्रहरू जो बाठाटाठाहरू हुनुहुन्थ्यो, उहाँहरू राजनीति गर्नलाई लाग्नुहुन्थ्यो। तैपनि अब हाम्रो कामी दमाई भनेर यो अछुतीहरूको त भाउज थिएन। उहाँहरूले राजनीति कसरी गर्नुहुन्थ्यो भन्दा उता कमलराज रेग्मी भन्ने चाहिने तपाईको त्यो कम्युनिस्टको नेता थिए। कमलराज रेग्मीको पछि लाग्नुहुन्थ्यो। उता काङ्ग्रेसी भएर भन्ने फेरि उतापट्टि चाहिने अर्को चाहिने पार्टी अर्को नेता थिए केशरजंग रायमाझी, कम्युनिस्टै हुन्। उतातिर फेरि तपाईको पिताम्बर ध्वज खाती आदि इत्यादि भन्ने जम्मै क्षेत्री बाहुन मात्रै चाहिने ठुला राजनीतिज्ञहरू थिए। हाम्रा चाहिने मान्छेहरू उनीहरूका पुच्छर थिए। त्यसैले पनि मैले अब एउटा आफ्नो उमेर पनि भएन। अर्को प्रश्न तपाईलाई के जोड्न चाहे भने त्यही चाहिँ कम्युनिस्टहरूकै पुच्छर भएका कारण नै हो। कम्युनिस्ट आन्दोलन भन्दा पनि जेठो दलित आन्दोलन चाहिँ अझै पनि छुवाछुत अन्त्यहीन गराउन सक्ने किसिमको आन्दोलन खडा गर्न नसक्नुको कारण चाहिँ त्यही कम्युनिस्टहरूको पुच्छर बनेका कारणले हो। यो कुरा चाहिने केही मात्रामा सत्य छ। मुख्य कुरा यो हामीलाई अछुत बनाएको परम्परादेखि हामीलाई कुकुर भन्दा चाहिने मुनि गराएर कुकुर भन्दा तल्लो स्तरको अछुती छुनै नहुने गराएको हिन्दू धर्मले नै हो। हिन्दू धर्मको सर्वोच्चमा बाहुनै हो। बाहुनकै नीति अनुसार यो समाज र राजा चल्थ्यो। त्यसकारणले हामीहरूले आफ्नो चाहिने हक लिनलाई, कुकुर भन्दा माथिको मान्छे हुनलाई, कुकुर जहाँ जहाँसम्म चाहिने जान्छ ठुला जात भनाउँदाहरूको त्यहाँसम्म हामी जान पाउनु पर्छ भनेर चल्नु भनेको बाहुनको चाहिने आदेश विरुद्ध, बाहुन र हिन्दूहरूको सिद्धान्त विरुद्ध चल्नु हो। त्यो चल्ने हिम्मत चाहिने हाम्रा मान्छेहरूमा चाहिने थिएन, हाम्रा मान्छेमा थिएन। र यो कम्युनिजममा पनि चाहिने हाम्रा मान्छेहरू आफ्नो तर्फबाट लाग्ने कसैको हिम्मतै थिएन। अब जब यहाँ राजाले चाहिने जब 2015 सालको चुनाव गराउनको लागि जब भोटको चाहिने सिस्टम ल्यायो, भोट हाल्न पर्ने भन्ने सिस्टम ल्याएपछि ठ्याक्क कम्युनिस्टहरूले चाहिने के सोच गरे भन्दाखेरि यो चाहिने कम्युनिस्टमा लाग्यौ भने तिमी चाहिने अछुतहरूको सबको चाहिने पानी चल्छ, तिमीहरू सब हामी बाहुन बराबर हुन्छौ भनेर उनीहरूले चाहिने त्यस्तो प्रकारको चाहिने कम्युनिस्टहरूले पनि चाहिने एउटा भ्रम छरिदिए। अर्को फेरि काङ्ग्रेसीहरूले फेरि के भनेर भ्रम छरिदिए भन्दाखेरि यो कम्युनिस्ट भनेको कम्युनीको इष्ट, कामी दमाईको इष्ट भाग हुनाले हो कम्युनिस्ट भनेको। त्यसैले यो कम्युनिस्टलाई भोट दियौ र
कम्युनिस्टको राज भयो भनेदेखि कामी दमाईहरूले हामीहरू उप शासन गर्छन्। त्यस हुनाले यो कम्युनिको इष्टलाई भोट दिन हुन्न है भनेर अरू जातलाई चाहिँ भड्काउँदाखेरि पनि उनीहरूले चाहिँ नि हाम्रै नाम लिन्थे। गर्दाखेरि ओहो यो कम्युनिस्ट भन्ने त साँच्चै नै चाहिँ नि हामीलाई बाहुनै बराबर गराउने हो छ है भन्ने यो भ्रममा चाहिँ नि हाम्रा मान्छेहरू परेर सोहोरिएर चाहिँ नि बाहुन क्षेत्री कम्युनिस्टको पछि लाग्नाले के भयो भन्दा तपाईले त्यो आरोप लगाइरहँदाखेरि कतिपय प्रगतिशील बाहुनकै कारणले आज जति पनि हक अधिकारहरू चाहिँ संविधानमा स्थापित भएका छन् ती त प्रगतिशील बाहुनहरूकै कारणले भएका हुन् नि, होइन र? यसलाई स्वीकार्नु हुँदैन? यो कुरा चाहिँ नि अब तपाईले मलाई अति नै छोटो चाहिँ नि समय दिनुभएको छ। यो कुराको जवाफ दिनलाई म अलिकति राजापट्टि जाउँ कि राजापट्टि गएर सानो कुरा म तपाईलाई बताउँछु। के भइदियो भन्दाखेरि 2012 सालमा बाङडुङ भन्ने चाहिँ नि इन्डोनेसियाको बाङडुङ भन्नेमा चाहिँ नि 29 वटा राष्ट्रहरू जम्मा भएर त्यहाँ असंलग्न चाहिने राष्ट्रहरूको सम्मेलन भयो। त्यसमा नेपालको राजा पनि महेन्द्र पनि त्यहाँ भाग लिन गएका थिए। त जाँदाखेरि चाहिँ नि त्यहाँ राजाले चाहिँ नि हाम्रो देशमा चाहिँ नि छुवाछुत छैन एकदम, जस्तो त्यहाँ काला गोराको लागि विभेदको त्यहाँ कुरा उठेको थियो। दक्षिण अफ्रिकाका कालाहरू अमेरिकाका कालाहरूको विषयमा विभेदको कुरा उठ्दाखेरि हाम्रो देशमा चाहिँ नि विभेद, रङ्ग विभेद, जाति विभेद हाम्रोमा छैन भनेर यो महेन्द्रले भाषण गरे। महेन्द्रले भाषण गर्दाखेरि सबैले चाहिँ नि त्यहाँ वाहवाही गरे उनको भाषणलाई। तर पछि जब तिनी घरतिर फर्केर आउन लाग्दाखेरि यो इन्डियन चाहिने पत्रकारहरूले तपाईकोमा त त्यहाँ मुलुकी ऐन भएर भन्ने छ नि त, अहिले पनि खडै छ। जङ्गबहादुरले बनाएको मुलुकी ऐन अहिले पनि लागू छ। त्यहाँ कामीदमै सार्की गाइनेवादी चमार भन्ने क्या हो? तिनीहरू त एकदम कुकुरभन्दा मुनि छन् नि भनेर यसरी विभिन्न चाहिने के अरे यो अन्तर्राष्ट्रिय विमानस्थलहरूमा पत्रकारहरूले प्रश्न गरेर महाराज यहाँ चाहिने नेपालमा फर्कन गाह्रो पार्यो। गाह्रो पारेपछि नेपालमा महाराजले ओहो यो चाहिने अब हामीले अन्तर्राष्ट्रियलाई देखाउनेको लागि भए पनि यो अछुतीहरूलाई चाहिने हामीले अगाडि ल्याउन पर्छ, अथवा चाहिने यो अछुती कानुन जो छ जङ्गबहादुरको कानुन यो हामीले हटाउन पर्छ, नत्र हामी बाहिर जानै नसक्ने अवस्था रहेछ भन्ने एक झटका खाएर महेन्द्र आयो। पछि फेरि 2018 सालमा फेरि बेलग्रेडमा चाहिने युगोस्लाभियाको बेलग्रेडमा चाहिने त्यहाँको राष्ट्रपति मार्शल टिटोले चाहिने असंलग्न राष्ट्रहरूको चाहिने के अरे सम्मेलन आयोजना गर्दाखेरि त्यहाँ पनि महेन्द्र गयो। त्यहाँ महेन्द्र त्यहाँ जाँदाखेरि चाहिने कर्नल नासिर भन्ने इजिप्टको, अनि फेरि जवाहरलाल नेहरू आदि इत्यादि त्यहाँ चाहिने जम्मा भएर त्यहाँ पनि राजाले लौ हाम्रो छुवाछुत छैन, हाम्रो जातीय विभेद छैन भनेर भाषण गर्दा त्यहाँ पनि राजालाई चाहिने फर्कदाखेरि बेलायतको हिथ्रो भयो, अनि फेरि कैरो विमानस्थल भयो, हिथ्रो विमानस्थल भयो, या दिल्लीको पालम विमानस्थलमा एकदम पत्रकारहरूले चाहिने एकदमै राजालाई आछुआछु पार्दा ऋषिकेश शाह भन्ने त्यतिखेरको परराष्ट्र मन्त्री थियो राजासँग सँगै गएको, उसले आफ्ना काखमा लुकाएर राजालाई नेपाल ल्यायो। 2018 सालका यो घटना हुन्। त्यसपछि राजाले ग्यारेन्टी चाहिने ठान्यो कि अब यो जङ्गे कानुन जो छ जङ्गे मुलुकी ऐन यो मैले बदल्नै पर्छ, नत्र हामी बाहिर निस्कनै नपाउने भयो भनेर चाहिँ नि उसले सोचिराखेको थियो। त्यो मुलुकी ऐन बदल्ने पछिका त्यसपछिका जनयुद्ध भयो, जनयुद्ध पछिको स्थापना गर्नमा त प्रगतिशील बाहुनहरूको त हात त छ नि त, त्यसलाई त अस्वीकार गर्नु मिलेन नि। सुन्नुस् न, दलित आफैले यो मुक्तिको आन्दोलनलाई चरम बिन्दुमा पुर्याउन सक्छ कसैको सहयोग बिनै। एकैछिन चाहिँ नि मलाई तपाईले समय दिनुस् है। जब तपाईले यो कुरा कोट्याउनु भयो भने म अलिकति पृष्ठभूमि सक्नै लागे। त्यहाँबाट के भइदियो भन्दाखेरि राजाले अब यो मुलुकी ऐन हटाउन पर्छ जङ्गेको भनेर सोचिराखेका बेलामा 18 सालको चाहिँ नि माघ 9 गते सोमबारका दिन राजा जनकपुरमा भ्रमण गरिराखेका जनकपुर बजार अवलोकन भ्रमण गरेका बेलामा सोमबारका दिन उनको चाहिँ नि गाडीमा बम प्रहार भयो।
बम प्रहार भएपछि अपराधी पक्रिएको अपराधी को रहेछ भन्दाखेरि दुर्गानन्दन झा भन्ने बाहुन रहेछ। अब त्यो अपराधीलाई जब काठमाडौँ चाहिँ नि लगियो, त्यहाँबाट उसलाई त अब राजामाथि हतियार चलाउनलाई त त्यसलाई त मृत्युदण्ड हुनु त निश्चित थियो, कानुनै त्यस्तो थियो। तर कानुनमा हेर्दा बाहुन अवध्य भनेर जङ्गबहादुरको कानुनमा लेखेको, बाहुन अवध्य मार्न नहुने भनेपछि त अब यसलाई मार्न पनि पर्यो। अब दलितहरूलाई पनि चाहिँ नि यो जङ्गिएको कानुन हटाएर संसारका नजरमा चाहिँ नि एउटा के अरे सुधारवादी राजा पनि हुनु पर्यो। गर्दाखेरि जङ्गिएको कानुन अब मैले चाहिँ नि बदल्नै पर्छ भन्ने राजाले अठोट गरेर त्यहाँबाट राष्ट्रिय पञ्चायत 2019 सालमा राष्ट्रिय पञ्चायत बनाएको थियो। त्यो राष्ट्रिय पञ्चायतले सिफारिस गरेपछि मुलुकी ऐन बन्यो। मुलुकी ऐन बनेपछि एकैछिन पर्खनुहोस्, म छोट्याउँदैछु। मुलुकी ऐन बन्यो। मुलुकी ऐन बनेपछि चाहिँ नि त्यहाँबाट त्यो बाहुनलाई चाहिँ नि त्यो जात अनुसारको दण्ड सजाय होइन कि कसुर अनुसारको सबैलाई बराबर दण्ड सजाय हुने मुलुकी ऐन बनेपछि 2020 सालको माघ 15 गते चाहिँ नि त्यो बाहुनलाई चाहिँ नि झालाई चाहिँ नि फाँसी दियो। त यसरी चाहिँ नि त्यो हामीहरूलाई त्यो मुलुकी ऐन बनाउनको लागि त राजा महेन्द्रले हामीलाई दया गरेर त्यो जात व्यवस्था मुलुकी ऐनबाट हटाएको त थिएन नि। त्यो त उसले आफ्नो हत्यारा बाहुनलाई चाहिँ नि मार्नको लागि बाध्य भएर पनि उसले त्यो मुलुकी ऐनमा चाहिँ नि कसुर अनुसारको सजाय गराएको थियो। जो जङ्गेका पालामा जात अनुसारको सजायलाई त्यस्तो बदलेको थियो। हो त्यसै गरी जसरी चाहिँ नि राजाले नचाहँदै पनि हाम्रो चाहिँ नि उसको ऐन बदल्नाले गर्दा हाम्रा चाहिँ नि दलितहरू त्यतिखेर 349 जना थिए जेलमा। त्यो सानो ठुलो जात बिहा गरे विषयमा 349 जना चाहिँ नि दलितहरू जेलमा थिए। तिनीहरू हत्तै चाहिँ नि 2020 साल भदौ 1 गते मुलुकी ऐन लागू हुँदा बित्तिकै उनीहरू स्वतन्त्र भइहाले। तो त्यसै गरी चाहिँ नि राजाले हामीलाई मुक्ति गर्छौँ भनेर त त्यो ऐन बनाएको त थिएन। उसले आफ्नो चाहिँ नि संसारमा आफ्नो छवि राम्रो देखाउनलाई गरेको थियो, आफ्नो शत्रु साधना बाहुनलाई मार्नलाई गरेको थियो। तर पनि ऊ चाहिँ नि जसको भागी भयो कि चाहिँ नि नेपालमा जङ्गे कानुन हटाएर दलितहरूलाई पनि मान्छेको चाहिँ नि बराबर अधिकार दियो भन्ने त्यो चाहिँ नि जो महेन्द्रलाई गयो हो त्यस्तै चाहिँ नि त्यस्तै जस सुन्नुहोस् त्यस्तै जस चाहिँ नि यी बाहुनले लिन खोजेका हुन्। आफूतर्फ चाहिँ नि आफूतर्फ हाम्रा दलितहरूलाई सुहोरेर भोट ल्याउनको लागि नयाँ नयाँ हथकण्डा यिनीहरूले जो लिएका अपनाएका छन् त्यही हथकण्डा अपनाउने मध्येका अहिले तपाईले भनेका त्यो बाहुनहरूले हाम्रो दलितको लागि धेरै नै अधिकार दिए भनेर जो तपाईले भन्नुभयो नि। यो प्रसङ्ग यही टुङ्ग्याउन अनुरोध गर्दै कम्युनिस्ट आन्दोलनको यति लामो समय भन्दा पनि दलित आन्दोलनको समय चाहिँ लामो भनिन्छ। तर पनि दलित भित्रकै छुवाछुत चाहिँ अन्तिम अहिलेसम्म पनि किन हुन सकेको छैन? आफै भित्रको छुवाछुत चाहिँ तपाईँ जस्ता नेतृत्वकर्ताहरूले चाहिँ कम गराउन नसक्नुको कारण चाहिँ के थियो, के छ? हामी जस्ता चाहिँ यो दलित आन्दोलन फेल हुनमा जो हामी दलितहरू भित्र जङ्गबहादुरको चाहिने त्यो पुरानो मुलुकी ऐनले नै हामीहरू चाहिने अछुत गराइएका हिन्दूले अछुत गराइएका जति यिनीहरू एकजुट हुन नपाउन्। यिनीहरू एकजुट भए भनेदेखि हामी हिन्दूलाई चाहिने ठुलो खतरा पर्छ भनेर यिनीहरूले चाहिने हिन्दूहरूले पहिलेदेखि नै जहिलेदेखि छुवाछुत चाहिने लागू भयो गरे हिन्दूले तहिलेदेखि नै हामीहरूलाई एकजुट हुन नदिनलाई चाहिने कामी भन्दा मुनि दमाई भन्दा मुनि चाहिने गाइने बादी सार्कीहरू यिनीहरू सबै चाहिने मुनि हुन् भनेर क्रमशः यस्तो कानुन बनाइदिए। खराब कुरा हो भन्ने खालको प्रशिक्षण चाहिँ तपाईहरुबाट हुन नसक्नेको कारण चाहिँ के भन्न खोजेको? त्यो त जात व्यवस्था थियो, तर यो जात व्यवस्था चाहिँ हामीले आफू भित्रको जात व्यवस्था चाहिँ पहिला ढलाउनु पर्छ अरूसँग लड्नको लागि भनेर त्यो किसिमको प्रशिक्षण चाहिँ किन हुन सकेन विगतका आन्दोलनहरुमा? त्यो चाहिने हुन तपाईको प्रश्न बहुतै जायज छ। त्यो प्रशिक्षण दिनको लागि
के हुन्छ भन्दाखेरि अलिकति सरकारबाट पनि यो प्रशिक्षणको कार्यक्रमहरू गराउने सरकारबाट पनि खर्च पानी योजनाहरू आउनु पर्छ। त्यो योजना कहिल्यै पनि सरकारबाट आएन। हेर्नुहोस्, आफैले चाहिने खर्च दिएर अथवा खर्च गरेर अथवा आफ्नो पहलबाट गरेर हिँड्ने जो कोहीले आँट गरेनन् होइन। किन भन्दा दलितहरू स्वतः गरिबै हुन्थे। अर्को कुरा फेरि दलित चाहिने जो धनी छ उसलाई मतलबै छैन, उसलाई खालि पैसो कमाउन मात्रै मतलब छ। यो जात छुवाछुत चाहिने जेसुकै होस् उनलाई मतलब छैन। हेर्नुहोस्, अब यसरी चासो लिने भनेका हामी जस्ता चाहिने मध्यम स्तरका दलितले हो। अब तल्लो स्तरका चाहिने जो दलितहरू छन् उनीहरू साँझ बिहान चाहिने हातमुख जोड्नका लागि उही कुकुर सुँगुर दौडदैमा उनीहरूलाई चाहिने फुर्सद हुँदैन। अब हामी जस्ताले चाहिने जानेका छौँ, तर आफ्नो किसिमबाट खर्च पानी भरेर हामीहरू कतै जाम्न त भएर भन्नलाई त्यो एकचोटि दुईचोटि मात्र भनेर हुनेवाला छैन। त्यसलाई निरन्तरता दिएर चाहिने त्यो कार्यान्वयनमै ल्याउनु पर्छ। मुखले मात्र भनेर हुन्न। उनीहरूलाई चाहिने सामूहिक भोज सहभोज बारम्बार चाहिने सहभोज गराउने, उनीहरूकोमा चाहिने चेतना ल्याएर आपसमा बिहेबारी समेत गराउने त्यो गर्नै पर्छ। अन्तर्घुलन बिहा गराउनै पर्छ। त्यसको लागि दलितहरूमा यसो बजेटहरू चाहिने जम्मा गर्न मन भएकाले नसक्ने, मन नभएकाहरूले सुको पैसो नदिने, बाहुनका चाहिने महायज्ञ यताउता लाखौं रुपियाँ पनि दिने, हाम्रो आफ्नो चाहिने कामका लागि सुको पनि नदिने अहिले पनि गरिरहेका छन्। आर्थिक अवस्था र अहिलेको हेर्यौ भने चाहिँ अलिकति दलितहरूको अवस्था पनि अलिकति बनेको अवस्था छ। तर पनि अहिलेको अवस्थामा चाहिँ त्यो तपाईँको समयको अवस्था छोडेर अहिलेको अवस्थामा पनि दलितहरू चाहिँ एक हुन सकेको अवस्था छैन। यसलाई चाहिँ कसरी प्रश्न पार्नुहुन्छ? अहिलेको अवस्थामा पनि एक हुन नसक्नुमा दलितहरूमा चाहिने चेतना नभएर नै हो। चेतना नभएर पनि हो। खास गरिकन अब भन्नु पर्दाखेरि मैले हाम्रै कामी मेरै आफ्नै जात चाहिने कामीहरूलाई नै यसमा 50% दोष त मैले मेरै कामीहरूलाई नै दिन्छु। किन भन्दा सुन यिनीहरूका हात भएको हुनाले, चाँदी यिनीहरूका हात भएको हुनाले, पेसा यिनीहरूको हात भएको हुनाले दलितहरूमा धनीमानी खास गरिकन यिनै चाहिने कामी सुनारहरू नै चाहिने छन्। अब यिनीहरूले के गर्छन् भन्दाखेरि जतिसुकै के अरे पढे लेखेको भओस्, जतिसुकै चाहिने नोकरी नै गरेको होस्, आय आम्दानी चाहिने राम्रो होस्, धनी मानिने होस् तापनि यो कामीहरूले चाहिने के अरे त्यो दमाईहरूलाई, सार्कीहरूलाई अथवा आफूभन्दा तल्लो जात भनिएकाहरूलाई छोडिदिन यिनीहरू चाहँदैनन्। यसको उदाहरण म छु। हेर्नुहोस्, मैले नै कति प्रयास गरेँ, मेरै घरबाट प्रयास गरेँ, गर्दा सबैले मलाई चाहिने एउटा बौला भनेर भने। त्यस हुनाले यसमा 50% हाम्रो चाहिने कामी जात नै छ। दोस्रो चाहिने फेरि सरकारका नियम सकेसम्म चाहिने जातपातलाई चाहिने बरकरार कायम राख्ने चाहिने सरकारी चाहिने नियत र चाहिने नियम छन्। अर्को कुरा जो कामीहरूमा चाहिने आफ्नै जातमा बिहा गर्न पर्ने, आफ्नै जातमा खानपिन गर्न पर्ने, आफूभन्दा ठुला जातलाई ल्यायो भने बहुतै खुसी हुने, आफ्नो घरमा आफूभन्दा ठुलो जातसँग छोरी गई, आफूभन्दा चाहिने ठुलो जातकी बुहारी आई भने बहुतै खुसी हुने, आफूभन्दा सानो जात भनिएकासँग चाहिने कारोबार गर्न कुनै हालतले नचाहने, यो कामीमा त छँदैछ, अरू चाहिने जातमा पनि त्यस्तो अहिले पनि छ। यो हाम्रो अचेतना हो। यो अचेत भएको हुनाले, स्वाभिमान नभएको हुनाले नै एकता हुन सकेको छैन। एकता नहुनाले दलित उत्थान सम्भव छैन। यति लामो समयको प्रत्यक्षदर्शी तपाईँ हुनुहुन्छ। एउटा दलित आन्दोलनलाई चाहिँ सम्भागको रूपमा हाँकिरहेको तपाईँ जस्तो व्यक्तित्वले चाहिँ यो किसिमको मानसिकता चिर्नको निम्ति एउटा विचार प्रतिपादन गर्न नसक्नुको चुनौतीहरू चाहिँ के थिए? तपाईँसँगै अरू पनि तपाईँसँग सहकार्य गर्ने यो उमेरका हाम्रो अग्रजहरू हुनुहुन्छ दलित आन्दोलनका,
उहाँहरूले चाहिँ एउटा विचार प्रतिपादन गरेर चाहिँ त्यो किसिमको विचार लाद्न नसक्नुको चुनौतीहरू चाहिँ के थिए? चुनौतीमा मैले मेरा अनुभवका कुरा गरौँ है। हजुर, मेरो अनुभवका कुरामा चाहिने मेरा उमेरका अथवा मभन्दा अलि पछाडिका जति पनि चाहिने मित्रहरू हुनुहुन्छ, उहाँहरू जम्मै चाहिने म बाहेक लगभग सबै नै पार्टीहरूबाट सञ्चालित हुनुहुन्छ। हेर्नुहोस् है, उहाँहरू विभिन्न बाहुने पार्टीहरूबाट सञ्चालित हुनुहुन्छ र चाहिने उहाँहरूले हामीले भनेका कुरा उहाँहरूले मान्नुहुन्न। हेर्नुहोस्, एउटा कुरा त्यो छ। हजुर, एउटा कुरा त्यो छ, उहाँहरूले पनि मान्नुहुन्न। मलाई निश्चित छ कि सरकारबाट नै चाहिने यसको लागि कडा कानुन हामीले बनाउन सक्नु पर्छ। सरकारले बनाउने होइन कि हामीले चाहेको कानुन बनाउन सक्नुपर्छ। त्यो गर्नको लागि चाहिने हामीले सरकारलाई एउटा दबाब दिन सक्नुपर्छ। अहिले त कानुन छ नि त, हाम्रो हितमा कानुन त छ नि त। कानुन मात्रै सबै ठुलो कुरा रहेनछ भन्ने कुरा त अहिलेको संविधानले दिएका कानुनहरू हेरिसकेपछि प्रमाणित भइसकेका कुरा हुन्। तर तपाईहरूको एउटा जुन एक किसिमको युग नै तपाईहरूले भोग्नुभयो, त्यो समयमा चाहिँ यो विभेद विरोध, जस्तै तपाईले हिन्दू धर्मलाई चाहिँ मानिराख्नु भएको छ, यसको मूल कारण हिन्दू धर्म चाहिँ त्याग्नुपर्छ भन्नेको तपाईले सुनिन्छ। यसैका विषयमा पनि किन त्याग्ने त? हिन्दू धर्म त्याग्दै गर्दाखेरि त्यसको विकल्पमा के दिने त जनतालाई भनेर त्यो किसिमको विचार प्रतिपादन गर्न नसक्नुको कारण चाहिँ के हुन् भन्न खोजेको। हिन्दू धर्म त्याग भनेर मात्रै त भएन, त्यसको विकल्प त दिन सक्नु पर्यो। अब हिन्दू धर्मले त कुकुर भन्दा चाहिने तल्लो स्तरमा हामीलाई राखेको छ। त्यस हुनाले एट फर्स्ट त हिन्दू धर्म त्याग्नै पर्छ। हिन्दू धर्ममा रहेर हिन्दू धर्मलाई सुधारेर उसले हामीलाई इज्जत देला, मान्छे बराबर गराउला भनेर भन्ने कुरामा म कुनै हालतले पनि विश्वस्त छैन। मेरो अहिलेसम्मको अनुभवमा जनाले त्याग गरेर त यो मुक्ति सम्भव छैन। आम सम्पूर्ण दलितहरूलाई योबाट बाहिर निकाल्नका लागि विकल्प दिनु पर्यो नि तपाईँ हामीले। हो, विकल्प दिनको लागि मैले आफूले सक्दो चाहिने मैले गरेर समाजमा चाहिने आफ्नै बाबुआमालाई नै चाहिने तिमीहरूले भगवान मानेर उनीहरू जस्तो भगवानका मन्दिरमा गएर त्यो ढुङ्गो र चाहिने काठको मूर्तिलाई पूजा गर्न भन्दा आफ्नै घरमा बाबुआमाको चाहिने फोटो राखेर, फोटो नखिचेकाहरूको एउटा स्मरणको चाहिने केही राखेर त्यसैलाई नै पूजा गर्ने। अनि यदि चाहिने कुनै संस्कार गर्नुपर्छ भने आफ्नै घरका चाहिने नालनाताहरूलाई मिलाएर चाहिने संस्कार गर्ने गर। तर हिन्दूको मन्दिरमा र हिन्दूको चाहिने बाहुनसँग चाहिने चिना चपेटाहरू हेराउन ओर्न चाहिने साई संजोग हेराउन नजाऊ भनेर भन्छु। धर्म परिवर्तनको ट्याग लागेको छैन? इसाई अथवा पास्टरको झोले भनेर तपाईँलाई ट्याग लागेको छैन यसो भनिरहँदा? होइन, त्यो त हिन्दूले लगाएको छ नि। हिन्दू भनेको त आफूले पनि हामीलाई मान्छेको चाहिने अधिकार नदिने, अनि हिन्दू धर्मलाई अब हामीले हाम्रा मान्छेहरूलाई हिन्दू धर्ममा बसेर तिमी सधैँ कुकुर भन्दा मुनि हुन्छौ, कुकुर भन्दा माथि उठ्नको लागि तिमीले हिन्दू धर्मलाई घोडेलात हानेर छोड भन्नै पर्यो। यति भन्दा बित्तिकै चाहिने मलाई चाहिने इसाईको पिट्ठु, डलरे आदि इत्यादि त फेसबुकमा पनि अथवा अरू विभिन्न उसमा क्षेत्रमा हिन्दूले भन्छ यो कुरा। कहीँ त तपाईँलाई आरोप पनि लागेको मैले देखेको छु। तपाईँ आफूले चाहिँ हिन्दू धर्मको विरोध गरिरहने, तर परिवार तपाईँले आफ्नै परिवारलाई चाहिँ हिन्दू धर्मबाट चाहिँ अलग गराउन सक्नु भएको छैन भन्ने आरोप छ। सत्य हो यो? हो, यो कुरा तपाईँले जो सुन्नुभयो त्यो 100% सही कुरा हो। अनि के हुन्छ भन्दाखेरि नसकेको हाम्रो अवस्थामा आम 65 लाख दलितलाई चाहिँ परिवर्तन गराउन सकेला त बाबुआमाको पूजा फोटो राखेर पूजा गर भन्ने विचारले? कि तल्लो विचार भएन यो? यसो छ, ममा एउटा कमी के छ भन्नुहुन्छ भने म व्यक्तिगत स्वतन्त्रताको म
घोर पक्षपाती मान्छे हेर्नुहोस्। हजुर मैले यदि मान्दिनँ भनेदेखि तैँले पनि मान्न हुँदैन। मेरो यो घरमा चाहिँ नि म केही गर्न दिन्न भनेर कडिकडाउ गर्न मैले नसक्ने मान्छे हेर्नुहोस्। मसँग चाहिँ नि हिन्दू धर्मका किताब के अरे बाइबल कुरान जम्मै किताबहरू छन् र त्यो हिन्दू धर्ममा चाहिँ नि हाम्रा लागि गरिएका सम्पूर्ण कुकर्महरू सबै मेरो परिवारहरूलाई मैले देखाएको छु, पढेर सुनाएको छु, उनीहरूलाई नै पढाएको छु, बताएको पनि छु। यी अहिले तपाईसँग इन्टरभ्यू दिइराखेका बेलामा पनि यी जम्मै मेरा परिवारले सुनिराखेका छन्। तर अब उनीहरूले त्यो कुरालाई एक कानले चाहिँ नि सुन्ने एक कानले उडाइदिने गर्छन्। त्यसमा मैले कडाई गर्न चाहिँ नि मैले सक्दैन। यो मेरो ठुलो कमजोरी छ र यो कुरालाई चाहिँ नि तपाईलाई मैले अघि पनि कतै तपाईको हुने भयो मेरो हुने भयो मैले आफ्नो व्यक्तिगत विचारहरू चाहिँ परिवर्तन गर्न सके तर मेरो परिवारको सकिन। तपाईले सक्नु भएन, अर्कोले त्यस्तै गर्छ, अर्कोले त्यस्तै गर्छ, त्यस्तै भइरहेको छ। जति पनि हाम्रो चाहिँ दलित आन्दोलनको यही नै त हाम्रो दलितहरू अहिले कोहिरोको काग चाहिँ हुनमा यो पनि एउटा ठुलो कारण छ। यसै हुनाले यो कुरामा चाहिँ नि तपाईले सुन्नु भएको होला, यो एमएनओ को चाहिँ नि संस्थापक जो गोपाल गुरुङ हुनुहुन्थ्यो, उहाँ मेरा साथी पनि हुनुहुन्थ्यो है। उहाँले आफ्नो चाहिँ नि एउटा लेखमा लेखेर के छोड्नु भएको छ भन्दाखेरि मेरो कुराले सारा चाहिँ नि के अरे मंगोलहरुमा जनजातिहरुमा असर गरेको छ र उनीहरू मलाई चाहिँ मेरो पछि लागेका छन्, मेरा सिद्धान्तका पछि। तर बहुतै दुःखको कुरा छ कि मेरो घरका परिवारहरूलाई मैले चाहिँ नि सम्झाउन सकिन। म चाहिँ नि मेरो घरमा चाहिँ नि पूर्णतः फेल भनेर खुद चाहिँ नि डाक्टर गोपाल गुरुङले लेख्नु भएको छ हेर्नुस्। तर मैले एउटा कुरा के चाहिँ गरेको छु भन्दाखेरि लौ ठीक छ तिमीहरूले हिन्दू धर्म छोड्न सक्दैनौ भनेदेखि यहाँ चाहिँ नि यो हिन्दू धर्मका जो कर्महरू छन्, बाहुनलाई ल्याएर पूजा गराउने अथवा घरमा सत्यनारायण स्वस्थानी आदिका चाहिँ नि पूजाहरू अनुष्ठानहरू चाहे कामी पण्डित होस् चाहे जुनसुकै पण्डित होस् तिनीहरूलाई ल्याएर यहाँ पूजा आजा गराउने अनि दशैं तिहारको चाहिँ नि टिको लाउने यी सम्पूर्णै चाहिँ नि कर्महरू गर्न तिमीहरूले पाउने छैनौ। म चाहिँ नि यहाँ बाँच्दासम्म मेरा घरभित्र चाहिँ नि ती पूजा कर्महरू म गर्न दिने छैन। तिमीहरूले चाहिँ नि यदि आफ्ना आफ्ना कोठामा चाहिँ नि आरती उतार्छौ, बिहानमा आरती उतार्ने, साँझमा सन्ध्या चाहिँ नि कर्म गर्ने बत्ती बाल्ने गर्छौ भने त्यो गर, तर बाहिर चाहिँ नि एकदमसँग यहाँ पसल थाप्न चाहिँ नि पाउने छैनौ। नत्र म यो घर छोडेर अब म चाहिँ नि बेपत्ता हुन्छु। अर्को यस्तै आफ्नै परिवार सँगसँगै शिक्षित युवा वर्गलाई पनि तपाईहरुले समेट्न नसकेको अवस्था रहेको छ विगतका दिनहरुमा। त्यो के कारणले हो? यसो छ तपाईको आफ्नै परिवारमा पनि हुनुहुन्छ हैन, एसएलसी मा बोर्ड नै फर्स्ट हुनुभएको व्यक्तित्व उहाँ पनि अहिले बाहिरिएको अवस्था छ भनेपछि ती लगायत अन्य युवाहरूलाई पनि यो चाहिँ हाम्रो चरम विभेद जुन हामीले खेप्नु परेको छ त्यसमा चाहिँ आफ्नो बौद्धिक लगानी लगाउन नसक्नुको कारण चाहिँ के हो? त्यसमा चाहिँ तपाईहरुले उनीहरूलाई उत्साहजनक ढंगबाट प्रशिक्षित गर्न नसकेको हो? यसो छ नानी, मैले तपाईलाई अघि नै भनिसके कि मेरो काम चाहिँ नि सबै कुरा मैले बताइदिने हो, देखाइदिने हो हैन। एउटा बाहुनहरुको चाहिँ नि उसमा संस्कृतको श्लोकमा भनेको छ कि तिमीले देखेको, तिम्रो ब्रह्मले देखेको कुरा कसैलाई चाहिँ नि तिमीले बताइदिने हो। एकचोटी सर्लक्कै उले बुझ्ने गरी बताइदिनु, त्यसपछि उले एनेस्टम तेन गम्यताम भनेको छ के, त्यसपछि उले आफ्नो इच्छा लागेर जुन बाटो जान्छ जाओस्, त्यसपछि बोल्नु चाहिँ नि दबाब दिनु मूर्खता हुन्छ भने जस्तै मैले पनि जस्तो तपाईले जो भन्नु हो 2028 सालमा चाहिँ नि एसएलसी को बोर्ड फर्स्ट हुने मेरा आफ्नै भान्जा द्रोण प्रकाश रसाली हुन् र उनले यहाँ चाहिँ नि बाहुनहरुको यति चाहिँ नि एकदमसँग अन्याय अत्याचार उनले सहँदै आए, त्यो भेदभाव के चाहिँ नि बयान गरेर साध्य छैन। तर
उनी यहाँबाट त्यो बाहुनकै अत्याचारले गर्दाखेरि म यहाँ नेपालमा बसेर मेरो के अरे प्रतिभा कुण्ठित हुन्छ, म चाहिँ नि जान्छु भनेर उनलाई क्यानाडामा चाहिँ नि जपकुमार श्रेष्ठ भन्ने एउटा नेपाली नेवारले क्यानाडामा उनलाई बोलाए, उनको साथीले क्यानाडा गएर उहाँ उनी वैज्ञानिक भएर अहिले वैज्ञानिक छन्। तिनी अहिले चाहिँ नि उनी 65-66 वर्ष पुगे, सरकारको चाहिँ नि ठुलो अफिसर थिए, त्यो विभागीय अफिसरै थिए। त्यसबाट अहिले 6-7 महिना भयो सरकार क्यानाडा सरकारबाट रिटायर भए। तैपनि उनलाई चाहिँ सरकारले अहिले 6 महिनाको लागि क्यानाडा अमेरिका कोही विषयमा पढ्न पठाएको छ। अहिले पनि तपाईँ हामीले अहिले यहाँ कुरा गर्दा उनी अमेरिकामा छन्। त्यस्तो मान्छेले पनि हेर्नुहोस्, त्यस्तो मान्छेले पनि हिन्दू धर्म उनले छोडेका छैनन्। हेर्नुहोस् अब के गर्ने। डाक्टर हुन्, डाक्टर द्रोणप्रकाश रसाली, उनले छोडेका छैनन्। मेरो भाइ चाहिँ नि ओम प्रकाश विश्वकर्मा, मेरो माइलो भाइ अहिले अमेरिकामा छ। नेपाल राष्ट्र बैंकमा पनि ऊ पनि चाहिँ नि अफिसरबाट चाहिँ नि रिटायर हो, पेन्सन खान्छ। म यस्तो कट्टर चाहिँ नि एकदमसँग नास्तिक छु, हिन्दू धर्मको कट्टर विरोधी छु। तर मेरो भाइले हिन्दू धर्मका ती सम्पूर्ण कर्महरू त्यसै गरी चाहिँ नि अहिले पनि गरिरहेको छ, जसरी कि चाहिँ एउटा सामान्य मान्छेले गर्छ। धेरै चाहिँ यो सम्बन्धी प्रशिक्षण दिनको अभाव हो हैन, पढे लेखेका मान्छेलाई फेरि प्रशिक्षण के को खाँचो हो, यो यसको जड चाहिँ तपाईलाई के लाग्छ? यसबाट बाहिर निकाल्न एकदम छोटोमा भनिदिनु होला सर। धर्मबाट बाहिर निकाल्न नसक्नुको जड, मुख्य जड। मुख्य जड त उनीहरूको हाम्रा मान्छेहरू जतिसुकै पढे तापनि उनीहरूको चाहिँ नि चेतना नहुनु हो नानी, हिम्मत नहुनु हो, आफ्नो आत्मामा विश्वास नहुनु हो। हेर्नुहोस्, जस्तो म चाहिँ नि नास्तिक भएँ, मैले ईश्वर मान्दैन। मैले ईश्वरलाई चाहिँ नि पूजा गरेर उलाई हे ईश्वर मेरो रक्षा गर भनेर उसले के रक्षा गर्छ? मेरो आफ्नो शक्तिले म आफै नै रक्षित हुनुपर्छ। मेरो आफ्नो मलाई ग्यारेन्टी चाहिँ विश्वास छ। त्यो विश्वास ती शिक्षित हाम्रा मान्छेहरूमा त्यो विश्वास नभएको हुनाले उनीहरूले ईश्वर मान्छन्। ईश्वर फेरि कौन मान्छन् भन्दा जुन ईश्वरले जुन 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 ईश्वरले धर्मशास्त्रमा आफूलाई कुकुरभन्दा तल्लो स्तर अछुति गराएको छ, त्यही ईश्वरलाई परम्परागत रूपले मान्नु कहाँसम्मको चाहिँ एउटा अनौठा हो, एउटा तिनीहरूको कमजोरी। थोरै प्रसङ्ग बदलेर एउटा प्रश्न गर्न चाहन्छु के दलित आन्दोलनमा अबको विगतका दलित आन्दोलनका कमी कमजोरीहरू सम्झिँदै अबको दलित आन्दोलन थालनी गर्नको निम्ति के संगठन बिना नै दलित आन्दोलन सम्भव होला? तपाईहरुले बलियो संगठन स्थापना गर्न नसक्नुको कारण के थियो र अझै पनि एउटा बलियो संगठन चाहिँ देशव्यापी रूपमा छाउन सक्ने किसिमले चाहिँ दलितको संगठन नहुनुको कारण चाहिँ के हो? बलियो चाहिने दलितको संगठन नभइकन दलितले मानवाधिकार पाउनै सक्दैन। यो कुरा मैले ठोकेर भनेको छु। बलियो संगठन हुनको लागि अब सामान्य जनताका कुरा छोडौं, जो अहिले कहलिएका चाहिने जो नेताहरू छन्, दलितका नेता हौं भन्ने, उनीहरू समग्रमा एकजुट हुनुपर्छ। एकजुट भएर एक ढिक्का भएर उनीहरू अगाडि बढेर भने दलितको चाहिने विश्वास बल्ल तिनले पाउन सक्छन्। त्यो एक ढिक्का र एकजुट चाहिने ती नेताहरू चाहँदैनन्। यस फर एक्जाम्पल मैले 2077 सालको पुष 30 गते अर्को दिन माघ 1 गते अर्को दिन माघ 2 गते 3 दिनको चाहिने भैरवामा मेरो आफ्नै पहलमा चाहिने यो आहुतिलाई विश्वभक्त दुलाल आहुतिलाई, विश्वेन्द्र पासवानलाई, डाक्टर मित्र परियारलाई, अनि चन्देश्वर दासलाई, अनि फेरि यो मेघबहादुर कामीलाई आदि इत्यादि चाहिने कहलिएकाहरूलाई मैले चाहिने बोलाएँ। बोलाउँदाखेरि आहुतिले चाहिने के भने भन्दाखेरि दाइ त्यहाँ चाहिने कम्युनिज्म नभइकन नेपालमा चाहिने दलितको उत्थान हुन सक्दैन। कम्युनिज्मको सबै मान्ने मान्छे त्यहाँ छैनन्। त्यस हुनाले त्यो एउटा
भैंस के आगे बीन बजाए भैंस खडी पौराए भने चाहिँ भैँसीका अगाडि म यो कम्युनिजम सिद्धान्तको बीन बजाउन म आउँदिन भनेर आहुतिले आएनन्। त्यहाँबाट आहुति बाहेकका अघि मैले नाम लिएका जम्मै आएर यहाँ बृहत छलफल चाहिँ नि 3 दिनसम्म भयो। तर यो 3 दिनसम्मकोमा चाहिँ नि जम्मैले मेरै नेतृत्वमा नै चाहिँ नि सब चाहिँ नि एकजुट हुनुपर्छ र बल्ल चाहिँ नि दलितको चाहिँ नि पार लाग्छ भनेर आफ्नो आफ्नो डम्फु चाहिँ नि उनीहरूले बजाए, छोडेनन्। अनि मैले चाहिँ नि 3 दिनपछि चाहिँ नि मैले फेसबुकमा लेखेर पठाएँ, त्यो फोटो सहित भिडियो सहित लेखेर पठाएँ, डिगबहादुर विश्वकर्मा FAIL फेल भनेर चाहिँ नि मैले लेखेँ। त्यतिखेरको 2077 सालको मेरो त्यो चाहिँ नि अनुभव छ, हेर्नुस्। पछि चाहिँ नि पनि मैले कोसिस गरेको हो, तर हाम्रा यी अहिलेका दलिते फलितेहरूमा नयिनीहरूमा कुनै निश्चित योजना छ, नयिनीहरूमा चाहिँ नि कुनै सिद्धान्त छ, पार लाउने सुरुदेखि अन्तिमसम्मको दलितले कसरी शासनमा सत्ता पाउन सक्छ, कसरी समाजमा अधिकार पाउन सक्छ, अहिलेका भइरहेका चाहिँ नि तत्कालका चाहिँ नि विभिन्न अन्याय अत्याचार दिनहुँ भइरहेको अन्याय अत्याचारको कसरी चाहिँ नि फेस गर्ने, कसरी तिनलाई समाधान गर्ने भन्नेमा ती नेता कुनै पनि नेताको केही नै चाहिँ नि उ छैन। अहिले अलिअलि बरु चाहिँ नि यो दैलेखको खगेन्द्र सुनारलाई बरु अलिकति मैले अहिले हेर्दैछु, नत्र अरूहरूमा छैनन्। खगेन्द्र सुनार सर त आफै धर्मलिप्त जस्तो देखिनुहुन्छ त। यसो छ, धर्ममा लिप्त खगेन्द्र सुनारले त्यो पहेँलो वस्त्र लाएर अनि रुद्राक्षको माला जो तिनले भिरेका छन् त्यसले गर्दा भ्रम चाहिँ नि त्यो परेको हो। यस कुरामा मैले खगेन्द्र सुनारलाई तपाईको काम हेर्दाखेरि तपाईले गर्नै पर्ने काम गर्नु भएको छ, यो कामले तपाईले दलितलाई पार लाउन सक्ने चाहिँ तपाईको काम छ। तर यो जुन चाहिँ नि फेरि गेरु के वस्त्र र जो माला तपाईले चाहिँ नि भिर्नु भएको छ, यो त मिलेन नि कुरो त भनेर मैले त्यहाँ भन्दाखेरि काम हेर्नुस् बुवा, काम हेर्नुस्, ड्रेस नहेर्नुस्। राजनीतिमा पोलिटिक्स यो घुसेको हो एकछिनलाई। विचार पनि म मुख्य कुरा हो यहाँनिर चाहिँ मैले के सोध्न चाहन्छु भने कतिपयले चाहिँ अब चाहिँ भौतिक रूपमा नै चाहिँ बाहिर निस्किनुपर्छ अथवा भनौँ न सानोतिनो युद्ध नै हामीले चाहिँ नेतृत्व गर्नुपर्छ भन्ने एक किसिमको दलितका समूहहरू पनि बाहिर निस्किएका छन् बोलीमा। के अन्तिम समाधान भनेको युद्ध नै हो? अन्तिम समाधान दलित चाहिने सर्वप्रथम त छुवाछुतबाटै मुक्त हुनु पर्यो। त्यो पनि त्यसै चाहिने कुराकानीले यहाँ यो मुक्त हुनेवाला छैन। अर्को शासनमा सहभागिता ल्याउनु पर्छ। दलितले शासनमा कति सहभागिता भन्दाखेरि अघि पञ्चायत कालमा चाहिने जो बेलग्रेडमा र चाहिने के अरे वाङडुङ सम्मेलनमा खै त तपाईको दलितहरू शासनमा भनेर जो प्रश्न सोधेको थियो पत्रकारहरूले, त्यसको उत्तरका लागि चाहिने राष्ट्रिय पञ्चायतको 140 जना सिटमा महाराज धिराजले एकजना मात्र दलितलाई चाहिने मनोनित गर्थ्यो। त्यो पनि चुनावबाट होइन, मनोनित गरेर 139 जना अरू जात हुन्थे, दलित सिर्फ एउटा हुन्थ्यो, खाली समावेश त्यस्तो गर्थ्यो। त्यसो गरे पनि दलितको हक अधिकार प्राप्ति हुँदैन। हामीले कतिजना भाग लिने त भन्दाखेरि त्यो एउटा भाग 10वटा भाग 20वटा भाग दयाले लिने होइन, हामीले कानुनी रूपले ल्याउन पर्छ। कानुनी रूपले ल्याउँदा सबै बराबर बराबर ल्याउन पर्छ भन्दाखेरि कसरी ल्याउने भन्दाखेरि जातीय जनसङ्ख्याको आधारमा अंशभाग, जसको जति संख्या भारी उसको शासनमा उति नै हिस्सेदारी। हेर्नुस्, मैले तपाईलाई अघि नै भनिसकेँ,
कि नीतिहरूमा सबभन्दा उत्तम नीति राजनीति, राजनीति भनेकै शासन हो। त शासनमा चाहिने जसको चाहिने पकड हुन्छ उही नै शक्तिशाली हुन्छ र उसैले आफ्नो लागि हक अधिकार अथवा कसैको लागि हक अधिकार दिन लिन सक्छ। त्यो सक्षम बन्नको लागि शासनमा जान बहुत जरुरी छ। शासन भनेको यो कार्यकारी शासन मात्र होइन, के अरे व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका, यो तीनटैको चाहिने अङ्गलाई शासनभार भनिन्छ। यो शासनमा चाहिने दलित जान पर्छ। यो जानको लागिलाई चाहिने बिना युद्ध, यो अहिलेका चाहिने हिन्दूले, अहिलेका बाहुनले हामीलाई चाहिने अधिकार दिनेवाला छैनन्। यो कुरा तपाईले कान खोलेर सुन्नुहोस्। यो पाउनको लागि छुवाछुतबाट मुक्ति पाम्ला नपाम्ला सबभन्दा पहिला हामीले लिनुपर्छ शासनमा अधिकार। शासनमा अधिकार जनसङ्ख्याको अनुपातमा बाहुन 12% छ, उसले 12% मात्र अधिकार पाउनुपर्छ शासनमा। हामी 13% दलित छौँ, हामीले 13% अधिकार पाउनुपर्छ। क्षेत्री 16% छ, क्षेत्रीले 16% को अधिकार पाउनुपर्छ। जसको जति संख्या छ त्यसले 23 जनसङ्ख्याको आधारमा चाहिने शासनमा अधिकार पाउनुपर्छ। त्यो भएपछि बल्ल सबैले चाहिने न्याय पाउँछन् र देशमा गणतन्त्र आएको मतलब तब हुन्छ हो। यसको लागि बिना युद्ध नगरिकन हुँदैन। युद्ध, लडाई, बलिदानी युद्ध चाहिन्छ। सर त्यसको लागि चाहिँ तत्कालै अब संगठनै नभएको अवस्थामा चाहिँ युद्धमा होमिने त अवस्था नै रहेन। त्यसको निम्ति अबको आन्दोलन कस्तो हुनु पर्यो? तपाईले भनेको जस्तो राजनीतिमा पनि सहभागिता र छुवाछुतको पनि अन्त्य हुने किसिमले अबको आन्दोलनका चरणहरू चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ तपाईलाई? त्यही त नि, अबको आन्दोलनमा यो जो चाहिने अहिले मैले देखेका यी नेताहरू जो छन्, युवाहरू, जसले चाहिने हाम्रा दलितहरूको एउटा झुण्ड बनाएर आकर्षित गरेका छन्, त्यो झुण्डमा सर्वाधिक चाहिने उत्तम झुण्ड सही पकड ल्याएको मैले खगेन्द्र सुनारको मानेको छु। हेर्नुहोस्, हो त्यो खगेन्द्र सुनारकै जस्तो चाहिने हामीले चाहिँ बहस गरिसकेका छौँ। उहाँले त कतिपय कुराहरू त अन्यल जस्ता कुराहरू गर्नुभयो। त्यो बाहेकको विकल्प चाहिँ आन्दोलनको रूप चाहिँ कस्तो हुनु पर्यो त्यो बताइदिनुहोस्। होइन, आन्दोलनको रूप त हाम्रो एकजुटता त हुनको लागि यिनै चाहिने खगेन्द्र, आहुति, अब मित्र परियार, यस्ता मान्छेहरू जुटेर, जो अलिकति खोपडीमा केही बुझ्ने मान्छेहरू छन्, यिनीहरू जुटेर यदि यिनी जुट्न सक्दैनन् भने तपाईहरू जस्ता नयाँ चाहिने युवाहरू जुटेर एकजुट भएर हाम्रो चाहिने हक अधिकारका लागि अलिकति संघर्षको बाटो परिवर्तन गर्न पर्छ। सबभन्दा पहिला दमाई-कामी, गाइनेवादी, सार्की जति पनि चाहिने अछुत भनिएका छन्, ती जम्मैहरूलाई चाहिने एकरूपता चाहिँ एकजुट गराउन सक्नुपर्छ। एकजुट गराएपछि चाहिने तत्कालीन चाहिने दिनदिनै दिनहुँ भइरहेका चाहिने अन्याय अत्याचारहरूमा पनि त्यो लड्दै जाओस्। अनि अर्को कुरा फेरि शासन सत्तामा पनि आफ्नो अधिकारको लागि लड्दै जाओस्। र शासन सत्तामा चाहिने सहभागिताको लागि हामीलाई मंगोलहरूले पनि ठुलो सहयोग दिनेवाला छन्। किन भन्दा उनीहरू पनि शासन सत्तामा ठगिएका छन्। मंगोलसँग सहकार्य गर्दै त हामीहरू अगाडि बढ्नुपर्छ एकजुट हुँदै। हजुर, हामी लगभग कार्यक्रमको अन्तिमतिर आइरहेका छौँ। निकै महत्त्वपूर्ण कुराहरू भइरहेका छन्। म तपाईलाई चाहिँ के सोध्न चाहन्छु भने यतिका वर्ष तपाईले चाहिँ जुन दलित मुक्तिका लागि आफ्नो जीवन खर्चिनु भएको छ र आगामी दिनमा पनि पक्कै पनि तपाईको चाहना चाहिँ छ दलित आन्दोलनलाई सहयोग। अबको दलित आन्दोलनमा तपाईको भूमिका चाहिँ कस्तो रहन्छ? तपाईको आफ्नो हेर्नुस् नानी, जुन बेला मेरो जवानी अवस्था थियो त्यस बेला एक त म चाहिने एउटा नोकरीमै मेरो जीवन बित्यो। श्री 5 को सरकारमा 6 वर्ष जति गरेँ। नेपाल राष्ट्र बैंकमा 35 वर्ष नोकरी गरेँ। 41 वर्ष नोकरी गरेर म चाहिने राष्ट्र बैंकको म्यानेजरबाट रिटायर भएँ। त्यस बेलामा त मैले केही गर्न सक्ने खास चाहिने
बाहिर निस्केर चाहिँ नि चल्न खेल्न सक्ने अवस्था त त्यस बेला मेरो नोकरीका हिसाबले पनि थिएन। फेरि त्यो जम्मै जसो चाहिँ नि राजाकै शासन बित्यो। किन म 60 साल वैशाख 22 गते म जो रिटायर भएँ तबसम्म त नेपालमा श्रीपादको सरकार नै थियो। हेर्नुस् त्यतिखेर कोही चाहिँ नि राजाको इच्छा बेगरका चाहिँ नि कुनै चलखेल गर्न सक्ने अवस्था थिएन। गर्दाखेरि मैले आफूले त केही गर्न सकिनँ नानी, खालि लेखेर अनि अन्तर्राष्ट्रियका अगाडि चाहिँ नि म भाषण गर्थेँ। दलितलाई चाहिँ नि यसरी चाहिँ नि अन्याय भइरहेको छ, बाहिरका विदेशी चाहिँ नि गोरिनीहरू मुसलमानीहरूलाई आफ्ना बुहारी बनाउनु भएको छ, हाम्रा छोरीहरूलाई चाहिँ नि अलपत्र पार्नु भएको छ, जवाइहरूलाई छोरी दिनु भएको छ, तर हाम्रा के अरे छोराहरूलाई मारिएका छन् भन्ने यस्ता लेखहरू मैले अन्तर्राष्ट्रियहरूकै उपस्थितिमा भदौ 1 गते जहिले पनि भदौ 1 गते चाहिँ नि अचेलको गाई जात्रामा बोल्न पाए जस्तै त्यतिखेर पनि हामी दलितका लागि भदौ 1 गते मुलुक दिवस मुलुक भएको दिनमा बोल्न पाउने अवस्था थियो। त्यो मैले आफूले त्यतिखेर गर्नु सक्ने त्यही थियो, गर्ने। लेखहरू पनि त्यतिखेरका प्रकाशित लेखहरू अहिले चाहिँ किताबको रूपमा मैले निकालेकै छु। पूर्ण समानुपातिक किन भन्ने एउटा किताब, दलित सङ्घर्ष गाथा भन्ने एउटा किताब, त्यो त्यही पुराना चाहिँ नि मेरा प्रकाशनहरूको त्यो सङ्गालो हो। अब अहिले म चाहिँ नि 77 वर्षको चाहिँ नि बुढो भएको छु। नानी हेर्नुहोस्, मेरा धेरै जसो सङ्घीयहरू मरिसक्नु भएको छ। उहाँहरूले चाहिँ नि हिन्दू धर्म मान्नेहरूले अहिले दसैँको 16 श्राद्धमा पिण्ड खानुभयो, मैले अहिलेसम्म भात खाएको छु। तर पनि अब म 77 वर्षको बुढाले बाहिर गएर नेतृत्व चाहिँ नि ल्याउन सक्ने अवस्थामा म छैन। तर पनि मैले यदि अगाडि कोही बढ्छ, तपाईहरु जस्ता युवाहरू चाहिँ नि अगाडि बढ्छन् भनेदेखि उनीहरूलाई मैले आफ्नो सक्दो आर्थिक सहयोग मैले गरि नै रहेको छु, अहिले पनि गरि नै रहेको छु र मैले गर्न पनि म तयार छु। म गर्न तयार छु, आफूले सक्दो चाहिँ नि मैले सक्छु भन्न गर्छु अनि राय सल्लाहहरू पनि मैले दिन सक्छु। मेरा आफ्ना अनुभवहरू उनीहरूलाई राय सल्लाह दिन सक्छु। अन्तिम प्रश्न के हिन्दू धर्म छोड्ने बित्तिकै विभेद छुवाछुत अन्त्य हुन्छ त? यसो छ नि, हिन्दू धर्म छोड्दा बित्तिकै अब हिन्दू धर्म छोड्दा बित्तिकै मैले नै छोडेको, अहिले 57 वर्ष हो हिन्दू धर्म। तर पनि त म यही हिन्दूका चाहिँ नि साथ हो, यही नै बस्दाखेरि मलाई त कुनै पनि क्षेत्री बाहुन नेवारहरूले त आफ्ना घरभित्र त उनीहरूले विदेशीलाई लान्छन्, मलाई लान्नन् भनेपछि विभेद त हटेको छैन नि। तर के भन्दा हामीहरूको सम्पूर्णै हाम्रो जातवर्गले हिन्दू धर्म त्याग गरेर हाम्रो आफ्नो एउटा सङ्गठन जस्तो यहुदीको सङ्गठन, मुसलमानको सङ्गठन जस्तो छ हिन्दूलाई दण्डक दिने हो, त्यस्तै प्रकारको हाम्रो एउटा सङ्गठन बनाउन सक्नुपर्छ। त्यसको लागि तपाईहरुले पहल गर्नुपर्छ। हिन्दू धर्म त्याग मैले गर्दैमा हिन्दू छुवाछुत हट्दैन, तर त्यसको लागि हामीले लड्यौं भनेदेखि चाहिँ नि टिट फर ट्याट कारबाही हिन्दूहरूलाई गर्न थाल्यौं भनेदेखि हिन्दू हामीसँग डराउँछ। हिन्दूलाई डराउन हाल्यौं भने हामीलाई छुवाछुत पनि धेरै घट्छ। शासनमा हामी पुग्नलाई पनि छुटेका भनाइहरू छन् भने हामीले युद्ध गर्न पर्छ, संघर्षको बाटो ल्याउनै पर्छ, त्यसको लागि एकजुट हुनै पर्छ। नानी अरु केही सोध्न छ भन्नु? नै हजुरलाई केही भन्नु छ, छुटेको केही छ भने छोटोमा राखिदिनु होला, हामी कार्यक्रम अन्तिमतिर आइसक्यौं। होइन, दलितले चाहिँ नि कुकुरदेखि मुनि तल्लो स्तरको अछुती दलित यो समाजमा छँदैछ। हामीहरू बस्नुपर्छ नेपालकै समाजमा। यो समाजमा हामीले मान्छे बराबरको अधिकार ल्याउनै पर्छ। मान्छे बराबरको अधिकार ल्याउनलाई यो समाजले हामीलाई त्यसै दिँदैन। हामीले हतियार चाहिने प्रयोग गरेर यिनीसँग लडेर यिनीहरूसँग खुन बलिदान चाहिने गर्यौं भने बल्ल यिनीहरू डराउँछन् र बल्ल हामीलाई चाहिने हाम्रा छोराहरूले यिनकी छोरी बिहा गर्दा पनि यिनले हामीलाई छोरालाई मार्न डराउँछन्। हाम्रा चाहिने छोरीहरू यिनीहरूकोमा चाहिने यिनका छोराले लग्यो भने पनि भित्र यिनले पसाल्छन्। जब विदेशीलाई पसालेका छन् विधर्मीहरूलाई भने हाम्रा छोरीहरूलाई पनि यिनले भित्र पसाल्छन्। नपसाल्ने हो भने यी चाहिने दलितहरूले हाम्रो चाहिने बाटामा हिँड्न मुस्किल, हाम्रो ज्यानै खतरा पार्छन् है।
भनेर चाहिँ नि समाज चाहिँ नि डराएर हाम्रा छोरीहरूलाई पनि यिनले अलपत्र पार्दैनन्। अनि सरकारले पनि चाहिँ नि फेरि जब हामीहरूले त्यस्तो प्रकारको चाहिँ नि कडा चाहिँ नि कारबाही गर्यौँ भने सरकारले पनि हामीलाई वार्तामा बोलाउन बाध्य हुन्छ। सरकारले त अहिले हामीलाई मान्छे गनेको छैन, हामीलाई वार्तामा बोलाएकै छैन। सरकारले पनि डराएर हामीलाई बोलाउन पर्ने हुन्छ। त्यसको लागि दलितहरूले चाहिँ नि अलिकति बुद्धि पुर्याएर स्वाभिमान र चेतना दलितहरूले बढाओस् भन्ने मेरो यही सन्देश छ। एकदमै एकदमै हृदयदेखि नै वैज्ञानिक बहस समूहकै तर्फबाट चाहिँ म तपाईँलाई एकदमै आभार व्यक्त गर्न चाहन्छु। यो उमेरमा पनि एकदमै उत्साहका साथ चाहिँ हामीलाई प्रशिक्षित गरिराख्नु भएको छ र आजको कार्यक्रममा पनि एकदमै सहजै ढङ्गबाट समय उपलब्ध गराइदिनु भयो। यो वैज्ञानिक बहस समूहका तर्फबाटै अत्यन्तै आभार व्यक्त गर्दै आजको कार्यक्रमबाट चाहिँ तपाईँलाई म बिदा हुने अनुमति दिन चाहन्छु। नानी, मलाई पनि यो बुढो उमेरमा तपाईले मेरा यी चाहिने मनमा लागेका कुराहरू जो राख्ने चाहिने जनता समक्ष राख्ने जो मौका दिनुभयो, यसको लागि तपाईको वैज्ञानिक बहस कार्यक्रम र चाहिने तपाईप्रति म हार्दिक आभार प्रकट गर्दछु। फेरि पनि डिक बहादुर विश्वकर्मा सरलाई वैज्ञानिक बहस समूहको तर्फबाट नै छोटो समयमा नै समय उपलब्ध गराउने अनुमति दिएर चाहिँ हाम्रो माझ उपस्थित भएर आफ्ना विभिन्न तर्कसहितको आजको बहस कार्यक्रम सम्पन्न गराउन सहयोग गर्नुभएकोमा फेरि पनि हृदयदेखि आभार व्यक्त गर्दै अर्को हप्ता तपाईँको माझमा अर्को विषयमा उपस्थित हुने जानकारी सहित आजको यो लाइभबाट म सञ्चालिका पनि बिदा हुन चाहन्छु। नमस्ते, धन्यवाद।